संसारमा सेनाको स्थापना कसरी हुन गयो भन्ने विषयमा यो फेसबुक र टिकटक मार्फत तपाईँहरू सामु आफ्नो अध्ययन खोज गरेर प्रस्तुत हुन गइरहेको छु। मानव विकासको इतिहाससँगै करोडौँ वर्षपछि दास युगको स्थापना भएको थियो। दास युगमा नै आधिकारिक रूपमा सेनाको स्थापना भएको हो भन्ने भनाइ छ। त्यो कुरा चाहिँ हरिबहादुर श्रेष्ठद्वारा लिखित मानव विकासको एक झलक पुस्तक गुगल अहिले खोजको प्रमुख स्रोतको रूपमा हेरेको च्याट जिपिटी मार्फत प्राप्त जानकारीलाई छोटोमा प्रस्तुत गर्न गइरहेको छु। मान्छे मध्ययुग वा ढुङ्गे युगको अन्त्य र नयाँ ढुङ्गे युगको सुरुमा मानिसका जातिहरू जग्गा र पशुको निम्ति लुटपाट र लडाइँ गर्दै सुरु भएको थियो। मान्छेले सुरुमा शिकार, माछा, बसोबास, पानी, फलफुल, कन्दमूलको लागि लडाइँ गर्ने गर्दथ्यो र पछि जग्गा, जङ्गल, पोखरी, नदीनालाको निम्ति र आफ्नो जग्गा आफ्नो बसमा राख्नको निम्ति भिडन्त पर्ने गर्थ्यो। ती लडाइँमा हारेका जातिको सम्पत्ति, पशुधन र मानिसहरू विजेता जातिको चाहिँ कब्जामा हुने गर्थ्यो। हारेका मानिसहरू जितेका जातिका दास हुन्थे अनि दासहरूलाई कजाएर उत्पादन कार्यमा लगाउने गर्थ्यो। दास मालिकहरूले आफ्नो सम्पत्तिको रूपमा दासहरूलाई हेर्ने गर्दथ्यो र एक ठाउँबाट अर्को ठाउँमा बेचबिखन गर्ने गर्दथ्यो। अनि दासहरूलाई निकै अमानवीय व्यवहार भएपछि दासहरूमा असन्तोष बढ्दै गयो र दासहरू भाग्न खोज्ने, मालिकहरूमाथि नै आक्रमण गर्न खोज्ने, जाइ लाग्ने गर्न थाले। मालिकहरूभन्दा दासहरूको सङ्ख्या धेरै थिए र थपिँदै जाने गर्दथ्यो। बेला बेलामा असन्तुष्टिको कारण दासहरू विद्रोह गर्दथ्यो र त्यो विद्रोहहरू निकै ठुलो हुन गर्दथ्यो। यसकारण तिनीहरूलाई दबाउन या दास मालिकहरूलाई तिनीहरूलाई दबाउनको निम्ति र तिनीहरूलाई नियन्त्रण गर्नको निम्ति हात हतियार भिर्ने र 24 घण्टा सुरक्षा दिने दलहरू त्यो बेलामा तयार भएको थियो। यसरी दासहरूलाई तह लगाउने, दासहरूलाई कजाउने र दासहरूको विद्रोहबाट बच्नको निम्ति दास मालिकहरूले हतियारधारी व्यक्तिहरू खडा गरेको थियो। त्यसलाई चाहिँ सेनाको रूपमा स्थापना गर्दै गयो र यसरी दासहरूलाई दबाउन, कजाउन र आफ्नो काममा लगाउन, उत्पादन बढाउन साथै राज्य विस्तारको लागि सैनिकहरू यसरी स्थापना गरिएको थियो भन्ने कुरा चाहिँ यी पुस्तक र च्याट जिपिटी मार्फत प्राप्त गर्ने गर्दछु। धन्यवाद छ। यस्तै जानकारी अर्को पटक दिनेछु। सुनेर साथ सपोर्ट गर्नुहोला। नमस्कार।